उमनाथ सर आरामै हुनुहुन्छ सर? एकदम आराम छु, ठिक छ, सन्चो छ। सन्चै छ सर है। सर सर्वप्रथम त सरलाई स्वागत छ। धन्यवाद इभोल्युसन मिडिया तथा खगेन्द्र सर लगायत सिङ्गो टिमलाई हामी शिक्षकहरूको तर्फबाट शिक्षकहरूका माग मुद्दा अहिलेको वर्तमान परिवेशसँग सम्बन्धित विषयमा कुरा राख्ने अवसर प्रदान गर्नुभयो, त्यसको लागि हामी सिङ्गो शिक्षक टिमहरूको तर्फ शिक्षक कर्मचारी टिमकै तर्फबाट धन्यवाद ज्ञापन गर्दछु। धन्यवाद सर। विशेष गरेर आज सरसँग चाहिँ शिक्षकहरूको मागहरू र विद्यार्थीहरूसँगको रिलेटेड कुराहरू र सरकारसँगको तपाईँहरूको सम्झौताका विषयवस्तुलाई अलिकति जोडेर आजको पडकास्ट, आजको इन्टरभ्यू सरसँग गर्न गइरहेका छौँ। सर्वप्रथम त सर तपाईँहरूको मागहरू, तपाईँहरूको आन्दोलनहरू बारम्बार सडकमा देखिए। विभिन्न सरकार हुँदाखेरि होइन, भनौँ देउवाको सरकार हुँदा पनि त्यो बखत पनि तपाईँहरूले गर्नुभयो, प्रचण्ड आउँदा पनि बुदागत रूपमा केही सम्झौताहरू भए, लागू हुने स्थितिसम्म पुग्दा पनि तपाईँहरूले आन्दोलनरत हुनुहुन्थ्यो। पछिल्लो समय यो अलिकति भड्किलो, अलिकति तड्किलो, अलिक लामो समय तपाईँहरूले जुन आन्दोलन गर्ने स्थितिमा तपाईँहरू पुग्नुभयो, किन पुग्नुभयो सर? के छ यो विधेयकमा, के छ यसलाई भनिदिनुहोस् त सर। धन्यवाद। हाम्रो आन्दोलन यो पछिल्लो चरण अहिले चाहिँ आम मास मिडियामा चाहिँ 28 दिनसम्म सडकमा भएको जस्तो मात्रै देखिएको छ। तर यो हाम्रो शिक्षक कर्मचारीहरूको र यो सिङ्गो शिक्षा प्रणालीको आन्दोलन चाहिँ 2036 सालबाट सुरु भएको हो र त्यहाँबाट हामी निरन्तर आन्दोलित छौँ। कहीँ कतै कुराहरू हामीले जति पनि उपलब्धि प्राप्त गरेका छौँ भने आन्दोलनबाट मात्रै प्राप्ति गरेका छौँ। पछिल्लो चरण यसको आन्दोलनको चरण, प्रक्रिया, सहमति अनि वार्ता, यसका चरणहरूको बारेमा म क्रमशः पछि छलफल गर्नेछु र अहिले चाहिँ यो पछिल्लो चरण र विशेष गरेर 26 गतेको के अरे 26औं दिनको अवस्थाको बारेमा तपाईँले जानकारी लिन चाहनुभयो, त्यसलाई म बताउँछु। हाम्रो आन्दोलन माघबाट सुरु भएको हो र यसका प्रोसेसहरू पनि धेरै चरणहरू हामी पार गरेर आइसकेका छौँ र हाम्रो आन्दोलन चैत 20 गतेबाट सडक आन्दोलन भएको हो। आम सञ्चार माध्यम लगायत नेपाल सरकार सम्पूर्ण जानकार छ, दलहरू जानकार छन्, राजनीतिक दलहरू जानकार छन्, सबै जानकार छ। तथापि पनि 25औं दिनसम्म शान्त सौहार्दपूर्ण वातावरणमा र शिक्षक आन्दोलन चाहिँ यो स्वरूपको हुनुपर्छ भनेर अन्य प्रकृतिका आन्दोलनलाई समेत प्रेरणा दिने आन्दोलन 26औं दिनमा त्यो अवस्थामा पुग्नु शिक्षकको भूमिका होइन। त्यहाँ देखाइयो, त्यहाँ विभिन्न प्रकृतिबाट केही शिक्षकहरूको अवस्थाबाट नराम्रो प्रकृति गरेको, शिक्षक भड्किएको भन्ने देखाइयो, तथापि होइन। त्यहाँ केही घुसपेट भएको छ, त्यहाँ नजानिदो पारा नदेखिँदो गरी घुसपेट गर्ने अथवा त्यसलाई कुनै पक्षलाई, आन्दोलनरत पक्षलाई कमजोर बनाउन अथवा उसको कमजोरी देखाउनका लागि त घुसपेट गर्ने व्यक्तिहरू दृश्यात्मक रूपमा आउँदैनन् र त्यो मिडियाले देख्न सक्दैन सायद। र भएको त्यही हो, शिक्षकहरू माथि जब आक्रमण भयो त्यस पश्चात केही शिक्षक साथीहरूले त्यसको प्रतिकारको स्वरूप देखाउन खोज्नु स्वाभाविकै हो। त्यो मानवीय स्वरूप नै हो अथवा यो जीवको स्वरूप नै हो। प्रतिकार, आफूमाथि आक्रमण हुँदा केही न केही देखाउने प्रक्रिया नै हो। तथापि शिक्षकहरूको त्यो शान्त, त्यो सौहार्द आन्दोलनलाई व्यवस्था गरेर त्यो धैर्यतासम्म रहँदासम्म पनि शिक्षकहरूले त्यो मुठभेडको अवस्था ल्याएको होइन र सरकारले नै त्यो मुठभेडको अवस्था आयो। यसमा हामी अत्यन्तै चिन्तित छौँ, दुखी छौँ र अहिलेको सामाजिक परिस्थिति यो अवस्थामा आइपुग्नुमा हामी चिन्तित पनि छौँ। जस्तो सर आज 28औं दिनमा प्रवेश गरेको आन्दोलन नेपाली इतिहासमा यो अलि लामे पनि भनौँ होइन, शिक्षक आन्दोलन लामै भयो। तपाईँहरूको शिक्षामा यति धेरै विभेद पहिलेदेखि थियो सर होइन, र पछिल्लो समय जुन तपाईँहरूले आन्दोलन गरिरहनु भएको छ, आन्दोलनरत हुनुहुन्छ, जनताले, आम जनताले नबुझेको कुरा नि सर होइन। विद्यार्थीहरूलाई चाहिँ त्यतिकै स्कुलमा छोडेर होइन, घरै छोडेर लगातार तपाईँहरू आन्दोलनमा घुमिरहनु भएको छ। यसले अन्यल सिर्जना गर्यो क्या सर होइन। यो विषयमा तपाईँले बोलिदिनु पर्यो सर।
होइन, यो के हो, यो कारण के हो, होइन, विद्यार्थीको भविष्य कहाँ जाने, आम आम नागरिकले के सोच्ने शिक्षकप्रति। हामी विद्यार्थीहरूको भविष्य र अबको शैक्षिक क्षति र अहिले यो शिक्षक आन्दोलनबाट भएको क्षतिको विषयमा हामी गम्भीर छौँ। हाम्रो नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समिति लगायत मातहतमा रहेका स्थानीय तहसम्मका समिति, आबद्ध सम्बद्ध संस्थाका सबै चिन्तित छौँ। तर विद्यार्थीहरूको यो क्षति, यो शैक्षिक क्षतिलाई हामी भरपुरमा यसलाई हामी पुरा गरेरै छोड्छौँ र नमुनाका रूपमा पनि पुरा गरेर छोड्छौँ। तर यो शिक्षण पेसा आदर्शको पेसा हो, यो मर्यादित पेसा हो। तर पछिल्लो चरणमा यो शिक्षण पेसामाथि र शिक्षकहरूमाथि केही आक्रमण भएको हामी तमाम शिक्षकहरूले अनुभूति गरेका छौँ। र हाम्रो शिक्षण पेसा मर्यादित पेसा हो। हाम्रा माग मुद्दा सोही अनुसारको मर्यादाभित्र रहेर माग्यौँ। हामीले अन्य प्रकृतिबाट, अन्य फरक स्वरूपबाट मागेनौँ। हामीले सौहार्द तरिकाबाट माग्यौँ। त्यसैले यो माग्ने तरिकाका कारणले पनि सरकारले अथवा तत्क्षणमा जुन समयमा माग्यौँ त्यो समयका सरकारहरूले सो समयमा पुरा गर्न सकेनन्। यो हाम्रो चाहिँ एउटा शिक्षकहरूको विडम्बना पनि बनेको छ। दोस्रो कुरा, हामी शिक्षकहरू जिम्मेवार छौँ। हामी कक्षा कोठामा विद्यार्थीहरूलाई पठन पाठन गराउने मात्र होइन, हामी विद्यार्थीको जीवन पढाउँछौँ। त्यसलाई पाठ्यक्रमले निर्दिष्ट गरेको विषयवस्तु मात्र होइन, विद्यार्थीको जीवन नै उसलाई चाहिँ जीवनबाट नै एउटा सफल विद्यार्थी तयार गर्नका लागि हामी उत्सुक छौँ। तर 28 सालको शिक्षा ऐन, जुन शिक्षा ऐनमा त्यो समयमा बनेको शिक्षा ऐन, त्यो समयले निर्धारण गरेको शैक्षिक प्रणाली, सिकाइका कुरादेखि लिएर यावत प्रणालीलाई अब 2080 सालले धान्दैन। 81-82 सालमा अब त्यही सिकाइले धान्दैन। अब अग्रगामी नयाँ शिक्षा ऐन आउनुपर्छ, त्यो अनुसारका शैक्षिक रणनीतिहरू तयारी हुनुपर्छ, त्यो अनुसारका विद्यार्थी बालबालिकाहरूका लागि शैक्षिक वातावरण तयार हुनुपर्छ, शैक्षिक संस्थाहरूको व्यवस्थापन त्यो अनुसारको हुनुपर्छ। हाम्रो लडाइँ यहाँ हो। तर केही हाम्रा माग मुद्दाहरू पनि छन्। तर देखिँदा के देखियो भन्दाखेरि हामी एउटा एउटा शिक्षकहरूको पेसागत स्वार्थ समूह लिएर मात्रै पुग्यौँ भन्ने भयो। हो, हामीले केही हाम्रा पेसागत माग मुद्दा राखेका छन्। त्यसमा अहिले जुन टेबल भएको ऐनमा, विधेयकमा त्यहाँ धेरै चाहिँ शिक्षाका परिवर्तनका कुराहरू, शैक्षिक गुणस्तरका अभिवृद्धिका कुराहरू टेबल भएका छन्। र अहिले हामी जो आन्दोलनमा छौँ, शिक्षकसँग सम्बन्धित बढी केन्द्रित भएका मात्र होइन, यो सिङ्गो प्रणालीलाई नै परिवर्तन गर्नका लागि, यो सिङ्गो शैक्षिक गतिविधिबाट एउटा नयाँ अग्रगामी आधुनिक शैक्षिक वातावरण तयार गर्नका लागि हामीले ऐन माग्या हो। र त्यो ऐन चाँडै आउनुपर्छ र त्यो ऐन ढिला हुनु हुँदैन। यसैका लागि हामीले मागेका हौँ। जस्तो सर, शिक्षकहरूको माग निजामती कर्मचारी शोषर हुने, अनि तपाईँहरूको माग हेर्दाखेरि विभिन्न तरिकाका छन् होइन। मैले त हेरेको कति बुदागत रूपमा हेरेँ, 10 बुदासम्म चाहिँ मैले हेरेको थिएँ होइन। यता हेडमास्टरको चाहिँ भत्तासहितदेखि लिएर तपाईँहरूको चाहिँ ग्रेडिङको कुराहरूदेखि लिएर यावत कुराहरू छन्। तपाईँले उठाएको मागहरूलाई चरणबद्ध रूपमा गुरुले एकचोटि भनिदिनुहोस् न सर, के हो यो विषय के हो? तपाईँले 28 दिनसम्म यो अहिले कति लामो जाने हो, यसलाई अलिक प्रश्न बनाइदिनु न। हाम्रो नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले 2075 सालमा आन्दोलन गर्यो। तत्कालीन समयमा त्यो समयका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको पालामा शिक्षकहरूका निश्चित माग मुद्दाहरूलाई सम्बोधन गरेर हस्ताक्षर भयो र त्यस पछाडि हामी कार्यथलोमा फर्क्यौँ। हामीले विश्वास लियौँ अब हाम्रा माग मुद्दाहरू पुरा हुन्छन्, नयाँ अग्रगामी ऐन आउँछ। हामी ढुक्क भयौँ, भरोसा गऱ्यौँ।
त्यस पछाडि 2078 सालमा तत्कालीन प्रधानमन्त्री सम्माननीय शेरबहादुर देउवाको पालामा हामीले फेरि पुनः आन्दोलन गर्न विवश भयौँ। फेरि ऐन धकेलियो, अग्रगामी ऐन आएन। जब संविधान जारी भइसकेपछि 3 वर्षभित्रमा सबै ऐनहरू जारी गर्नुपर्ने एउटा अवस्था थियो, बाध्यात्मक अवस्था थियो, कानुनी अवस्था थियो। त्यहाँ पनि पुरा भएन र त्यहाँ पनि हामीले सहमति गऱ्यौँ। निश्चित केही बुँदाहरूमा सहमति गऱ्यौँ, हस्ताक्षर गऱ्यौँ। अब सरकारले पुरा गर्छ, हामीले त्यहाँ पनि भर पर्यौँ, विश्वास गऱ्यौँ। 2080 सालमा अहिलेको प्रतिपक्षमा हुनुहुन्छ सम्माननीय प्रधानमन्त्री प्रचण्डसँग, पुष्पकमल दाहालसँग सम्झौता गऱ्यौँ। हामी भर पर्यौँ, फर्क्यौँ, कक्षा कोठामा आयौँ, शिक्षण सेवामा सक्रिय भयौँ, लाग्यौँ। तर हाम्रा माग मुद्दाका बुँदाहरू के हुन् ती फेर छलफल गरौँला, कुरा गरौँला। तर हामीलाई त पटक पटकको सरकार र पटक पटकका नेतृत्व, राजनीतिक दल नेतृत्वहरूबाट हामी झुक्क्यायौँ, हामी ठगियौँ, ढाँटियौँ। हामी सोझो शिक्षण पेसा गर्ने मान्छे, हामी चाहिँ एउटा सहमति गरिसकेपछि पुरा गर्नुपर्छ भन्ने विश्वासका मान्छे, इमान्दारिताका मान्छे, हामीले इमान्दारिता पर्खियौँ। 75 मा सहमति गऱ्यौँ, विश्वास लागेन। अनि फेरि 78 मा आन्दोलनमा गयौँ, फेरि सहमति नि गऱ्यौँ, विश्वास लागेन। 80 सम्म पुरा भएन, 80 मा फेरि आन्दोलनमा गयौँ, विश्वस्त भयौँ। त्यस पछाडि 2080 सालमा जब सम्झौता भयो, त्यो सम्झौता पश्चात हामी त्यसको अब विश्वास गरेर बस्यौँ। अब हामीलाई धोका हुँदैन, ऐन आउँछ, हाम्रा माग मुद्दाहरू पुरा हुन्छन् भनेर हेऱ्यौँ। हाम्रा माग मुद्दाहरू त्यति जटिल छैनन्। नेपाल सरकारले राहत शिक्षकहरूको नियुक्ति गर्यो। राज्यमा विषम परिस्थिति थियो, त्यो परिस्थितिमा राहत शिक्षकहरूले ठुलो योगदान दिनुभयो र अहिलेसम्म उहाँहरू चाहिँ सक्रिय रूपमा यो विद्यालय शिक्षामा सक्रिय हुनुहुन्छ र राज्यलाई उहाँहरूले ठुलो लगानी गर्नुभएको छ, शिक्षण पेसामा सक्रिय हुनुभएको छ। त्यस्तै करार शिक्षक साथीहरू हुनुहुन्छ, त्यस्तै विद्यालयको बाल शिक्षक हुनुहुन्छ, विद्यालय कर्मचारी हुनुहुन्छ। बाल शिक्षक र कर्मचारीको त अत्यन्तै न्यून वेतन छ, उहाँहरूको तलब भत्ताको अवस्था छैन, दरबन्दीको अवस्था छैन, जागिरको सुनिश्चितता छैन र यिनै विषयहरूलाई हामीले मुख्य माग मुद्दा बनाएका हौँ। र मुख्य कुरा तपाईँले अघि कर्मचारीको सन्दर्भ ल्याउनुभयो। कर्मचारीहरूले पाउनुभयो, हामीले पाएनौँ भन्ने हाम्रो सवाल होइन। तर जुनसुकै राज्यभित्र भएको जुनसुकै राष्ट्रसेवक श्रमजीवीहरूको तलबमान, ग्रेड, सेवा, सुविधा निर्धारण गर्दा समानता हुनुपर्छ। त्यसको विशिष्टताका आधारमा केही तलमाथि केही कुरामा फरक भए तापनि श्रमजीवीहरूको तलबमा समान हुनुपर्छ, विभेद हुनु हुँदैन भन्ने हामी विश्वस्त हुन्छौँ र हामी त्यो विभेदको मान्यतालाई स्वीकार्दैनौँ। त्यसै गरी राज्यलाई लामो समयसम्म योगदान दिएका त्यस्ता श्रमजीवीहरूको उचित मूल्याङ्कन राज्यले गर्नुपर्छ। यो देशलाई, यो राज्यलाई भनौँ महत्त्वपूर्ण योगदान दिएका शिक्षा क्षेत्रबाट होस् या अन्य विविध क्षेत्रबाट होस्, श्रमजीवीका रूपमा योगदान दिएका व्यक्तिहरूलाई राज्यले त्यत्तिकै मिल्काउनु हुँदैन। उहाँहरूको योगदान, उहाँहरूको श्रम लिइसकेपछि उहाँहरूलाई राज्यले सम्बोधन नगरिकन मिल्काउनु हुँदैन। तर त्यही कारण त्यही सवालहरूलाई उठाएर हामीले बाल शिक्षक, कर्मचारी, त्यस्तै राहत, साविक उच्च माध्यमिक विद्यालय, उच्च माविका शिक्षक, करार लगायतका माग मुद्दाहरूमा शिक्षकहरूको स्थायित्व गरिनुपर्छ, त्यो स्थायित्वको प्रक्रियामा लानुपर्छ भन्ने विषय हो। अर्को आमूल परिवर्तनका विषयहरू, शैक्षिक परिवर्तनका विषयहरूको पनि हामीले उठान गरेका छौँ। विभिन्न चरणमा, विभिन्न सोसल डायलगहरूमा बसेका बेला हामीले हाम्रो तर्फबाट राख्ने सवालहरू, सन्दर्भहरूलाई प्रस्तुत गरेका छौँ र हाम्रा माग मुद्दाहरू चाहिँ
विशेष गरेर अहिले हामी 24वटा माग मुद्दामा केन्द्रित रहेका छौँ। विगतमा धेरै पटक धेरै बुँदै माग मुद्दाहरूको छलफल गऱ्यौँ अथवा सहमति गऱ्यौँ, ती हुन सकेनन्। अहिले तत्कालीन माग मुद्दा चाहिँ हामी यी पुरा नभएसम्म फर्कँदैनौँ भनेर लागेका छौँ। र विशेषतः यो तपाईँको मिडिया मार्फत म के भन्न चाहन्छु भने शिक्षक कर्मचारीहरू आफ्ना माग मुद्दाका लागि मात्र होइन, यो सिङ्गो शैक्षिक प्रणाली परिवर्तन गर्नका लागि अग्रगामी शिक्षा ऐन 32 सालको शिक्षा ऐनलाई विभिन्न पटकको संशोधनले टालटुल गरेर चलेको शिक्षा ऐन अबको एआई जेनेरेसन अथवा यो आधुनिक पनि अत्याधुनिक प्रविधितर्फ गइरहेको जेनेरेसनलाई हुँदैन। त्यसैले अबको यो अत्याधुनिक प्रविधि अथवा यो आधुनिक युगलाई समात्न सक्ने, त्यसबाट योग्य जनशक्ति निर्माण हुन सक्ने, त्यसबाट चाहिँ एउटा असल नागरिक उत्पादन गर्न सक्ने शिक्षा ऐन मागेका हौँ। र यो विषयमा किन हाम्रो सञ्चार माध्यमहरूबाट पनि म त्यति धेरै प्रसारित भएको पाउँदिनँ। भलै हामीले त्यसलाई प्रसारण गरेका छैनौँ भने, हाम्रो तवरबाट गरेका छैनौँ भने एउटा कुरो भयो, तर यो कुरा त सबैले बुझ्नुपर्ने कुरा हो नि त। हामी हाम्रा विद्यार्थी, हाम्रा बालबालिकाहरूलाई भन्न चाहन्छौँ, हामी शिक्षकहरूबाट भएको यो आन्दोलनको अवधिमा भएको क्षतिलाई हामी पुरा गर्छौँ। हामी कोभिडको बेला पनि ज्यानको परवाह नगरिकन गाउँमा गएर, टोलमा गएर हाम्रा बालबच्चाहरूलाई पढाएका छौँ, विद्यार्थीहरूलाई पढाएका छौँ। जुन बेला नेपाल सरकारले लकडाउन गरेको बेलामा पनि हामी शैक्षिक क्षति हुनु हुँदैन भनेर हाम्रा बालबालिकाहरूलाई पढाएका छौँ। त्यसकारण यो हाम्रा माग मुद्दाहरू को विषयमा यी अहिले 24 बुँदामा लिएर गएका छौँ। ती बुँदाहरूमा प्रधानाध्यापकको खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति, शिक्षक काउन्सिलको व्यवस्था, त्यस्तै लामो समयसम्म राहत, अस्थायी करार, साबिक उमावि, बाल शिक्षक कर्मचारीहरूको स्थायित्वको प्रक्रिया व्यवस्था, यिनी विषयहरूमा हामीले सवालहरूलाई अगाडि बढाएका छौँ। सरलाई नि एउटा प्रश्न, म हिजो भर्खर फेसबुक नै हेर्दै थिएँ होइन, सामाजिक सञ्जाल नै हेर्दै थिएँ। शिक्षक आन्दोलन हुँदै गर्दाखेरि आन्दोलन हेर्दाखेरि व्यापक देखिन्छ, तर जायज मागहरू तपाईँहरूले बारम्बार उठाउँदा पनि सरकार निष्क्रिय जस्तो, नसुन्ने जस्तो र तपाईँहरूलाई ललिपप देखाए जस्तो बारम्बार त देखिरहेको छ। अब पछिल्लो समय हामीले हेऱ्यौँ भने शिक्षक आन्दोलन यति मजाले विभाजित भएको छ। एमालेमा 2 लाख, यता काङ्ग्रेसमा 1 लाख, माओवादीमा 50,000 होइन। अनि यो विभाजित तवरले शिक्षक महासङ्घ जसरी तपाईँहरूले आन्दोलन व्यापक रूपमा उठाइरहनु भएको छ, लगभग यतिखेर त सबैजना मिलेर गइरहनु भएको छ भन्ने देखिन्छ। अझै पनि यो व्यापक रूपमा नउठ्दाखेरि शिक्षकका विभिन्न आफ्नै दर्शन छन्, आफ्नै विचार छन्, उहाँहरूले चाहिँ आफ्नो तरिकाले गरिरहनु भएको छ। यसले आन्दोलनमा यसले तपाईँले भने जस्तै शिक्षाका यावत कुराहरूमा यसले आन्दोलन टुङ्गोमा नपुग्ने हो कि जस्तो देखियो नि त सर होइन। एमालेबाट भातृ सङ्गठनमा उभिएका शिक्षक साथीहरू अर्कै भनिरहनु भएको छ होइन। हिजो भर्खर प्रचण्डजी अझै तन्काउनुहोस् भनिरहनु भएको छ। अनि यो विषयमा तपाईँहरूले उठाएको मागहरू कसरी जायज हुन सक्छन् होइन। केपीजीले त अस्ति भन्नुभयो शिक्षकहरू गएर पढाउँदा हुन्छ भन्नुभयो। यसरी विभाजित भइरहँदाखेरि सर यो कसरी टुङ्गो लाग्ला सर तपाईँहरूको माग? यसरी यसलाई थोरै जोडिदिनुहोस् सर। धन्यवाद। यो विषय चाहिँ अहिले हामीलाई अलिक सार्वजनिक रूपमा चाहिँ विभिन्न दलमा आबद्ध भएका शिक्षकहरू हुनुहुन्छ र उहाँहरूका विभिन्न दलको सन्दर्भबाट सम्बन्धित दलहरूले चाहिँ शिक्षकहरूको व्यवस्थापन गर्छ भन्ने छ। यो किमार्थ यसलाई चाहिँ म स्वीकार्ने तवरमा छुइनँ। म जुन शिक्षक सङ्गठनमा छु त्यो चाहिँ कुनै पनि दलको भातृ सङ्गठन होइन र केही शिक्षक सङ्गठनहरू त्यो स्वरूपमा छन् भने पनि अहिलेको अवस्थामा पहिलो नम्बरमा हामी शिक्षक हौँ, पेसाकर्मी हौँ।
र हामी अझ हामी त भन्छौँ यो समाजको अब्बल पेसाकर्मी हौँ। त्यसैले अहिले राजनीतिक स्वरूपबाट पोलिटिकल रूपबाट शिक्षकहरूलाई हेर्नु यो गलत प्रक्रिया हो। र यहाँ हामीले बुझ्नुपर्ने कुरा के हो भने शिक्षा क्षेत्रलाई चाहिँ शान्ति क्षेत्र घोषणा गरियो, तर कहीँ न कतैबाट कुनै न कुनै प्रभावबाट राजनीतिक प्रभाव चाहिँ राजनीतिक स्वरूप चाहिँ यो शिक्षा क्षेत्रमा पनि देखिन्छ, विद्यालयसम्म पनि देखिन्छ। हामी शिक्षकहरू अब एकताबद्ध छौँ, अब एक छौँ। हाम्रा आफ्ना आफ्ना सङ्गठनहरू छन्, ती पेसागत सङ्गठन हुन् र ती पेसागत सङ्गठनहरू पनि जुन जुन सङ्गठनहरू राजनीतिक दलको भातृ सङ्गठनका रूपमा रहेका छन् उहाँहरूले पुनर्विचार हुन आवश्यक छ। तर ती पेसागत सङ्गठनहरू पनि राजनीतिक दलले नै व्यवस्थापन गर्ने चाहिँ होइन र हामीले झोला भिरेको छ भन्ने हिसाबले बुझिदिनु भएन। किनभने हामी हाम्रा पेसागत माग मुद्दाका लागि भिन्न भिन्न प्रकृतिका भिन्न भिन्न स्वरूपबाट भिन्न भिन्न संस्थामा छौँ, आबद्ध छौँ र त्यस भिन्न भिन्न संस्थाहरूको छाता संस्था छ हाम्रो नेपाल शिक्षक महासङ्घ, त्यसमा आबद्ध छौँ, त्यसबाट गाइडेड छौँ। र हामीलाई यो राजनीतिक स्वरूपबाट राजनीतिक रूपबाट यो चाहिँ यो प्रकृतिको शिक्षक हो, यो चाहिँ यो दलको शिक्षक हो भन्ने हेर्ने दृष्टिकोण चाहिँ मलाई लाग्छ राजनीतिक दलहरूबाटै सुरु भएको हो। किनभने पहिलो चरणमा त शिक्षकहरू जब शिक्षण अथवा विद्यालय क्षेत्रमा विद्यालयमा प्रवेश गरेपछि कुनै पनि दलको स्वरूप देखाउनुहुन्न र जसले देखाउनुहुन्छ त्यो गलत हो। अर्को दोस्रो कुरा, यो राजनीतिक स्वरूपले त विद्यालयका विभिन्न क्षेत्रमा विभिन्न अवस्थाहरूमा प्रवेश गरेका छ नि त। किनभने त्यहाँ राजनीतिक दलकै विद्यार्थी सङ्गठनको निर्माण गर्न पनि पुगिरहेको हुन्छ होइन। त्यहाँ विद्यालय व्यवस्थापन समितिदेखि त्यहाँका विभिन्न सन्दर्भहरूमा पनि राजनीतिक स्वरूपमा प्रवेश भइरहेको हुन्छ। अनि हामीलाई दलहरूले चाहिँ बारम्बार कुनै दलको झोला बोकेको छ भन्नु यो मनासिब हुँदैन। त्यसै गरी हामी पहिलो तपाईँको मिडिया मार्फत म के भन्न चाहन्छु भने हामी शिक्षकहरू राजनीतिक दलको सदस्यता लिएर बसेका छैनौँ। हामी कुनै पनि राजनीतिक दलका सदस्य होइनौँ। हाम्रो आस्था त हुन्छ, व्यक्तिको एउटा कुनै न कुनै आस्था त रहन्छ। जस्तै कुनै सवालमा हो या होइन भन्ने पक्ष, दुईटा पक्ष त व्यक्तिको रहनुपर्छ होला नि त। होइन भने हामी शिक्षकले कुनै पनि राजनीतिक स्वरूपमा राजनीतिक रूपबाट गरेका छैनौँ। र अहिले हाम्रो आन्दोलनमा मैले अघि नै निवेदन गरिसकेँ, पहिलाका अहिले भनेका ठुला राजनीतिक दलहरूसँग त हामीले सम्झौता गरिसक्यौँ। अब अहिले कोही भनौँ कुनै राजनीतिक दलले चाहिँ शिक्षकहरूको आन्दोलन ठिक हो अथवा राम्रो हो भनिदिनु ठिकै होला, तर आफ्नो राजनीतिक स्वरूपलाई वृद्धि गर्नका लागि त्यो विचारलाई विस्तार गर्नका लागि भनिनु चाहिँ उपयुक्त होइन। उहाँहरूलाई नि स्पष्ट थाहा हुनुपर्छ मेरो पालामा अथवा मेरो दलको नेतृत्वमा गरेका सम्झौता मैले नि पुरा गरेका छुइनँ भने अब मैले तपाईँहरूको आन्दोलन जायज छ भनेर लिनु कतिसम्म उपयुक्त होला। उहाँहरूले गरेको सम्झौता त केही समयमा त निर्धारण हुन्थ्यो होला, पुरा हुन्थ्यो होला, त्यो पुरा गरिनु पनि आवश्यक थियो नि त। त्यसैले हामी राजनीतिक भनौँ राजनीतिलाई हामी कहिले पनि आलोचना अथवा त्यो स्वरूपमा कुनै पनि आलोचना गर्दैनौँ। तर हामी राजनीतिक दलबाट गाइडेड छौँ, हामी राजनीतिक दलबाट निर्देशित छौँ भन्ने कुरामा चाहिँ तपाईँको मिडिया मार्फत हामी छैनौँ। हामी हाम्रा विचारहरू छन्, हामी राख्छौँ, हाम्रा धारणाहरू छन्, हामी राख्छौँ, हाम्रा अभिव्यक्तिहरू हुन्छन्, हामी राख्छौँ। तर कुनै दलको आधारबाट चाहिँ शिक्षकहरू यो दल छ ऊ दल छ भन्नु चाहिँ गलत हुन्छ। र हिजो त्यो कन्डिसन त्यो अवस्थामा त्यो स्वरूपमा यदि थियौँ भने पनि हामीले नयाँ अध्याय, नयाँ पाठ, नयाँ स्वरूप
ग्रहण गरेका छौँ। हामीले अब कता कता कुन कुन ठाउँमा कसरी कसरी जानुपर्छ भन्ने कुरा हाम्रो यो आन्दोलन पश्चात पनि हाम्रा आन्तरिक सङ्गठन हाम्रा सङ्गठनहरूभित्र पनि गहिरो बहस गर्ने समय आएको छ। र संस्थागत भन्ने कुरा भनौँ सामुदायिक विद्यालय र संस्थागतको कुरा अब नेपाल सरकारले नै संस्थागत विद्यालयको लागि अथोरिटी दियो। उहाँहरूले संस्थागत विद्यालय भनौँ स्थापना गर्नुभयो, उहाँहरूले खोल्नुभयो, खोल्ने अथोरिटी दिएको त नेपाल सरकारले नि हो नि त। र त्यसको नियमनका प्रक्रियाहरू पनि नेपाल सरकारले नि गर्ने हो। 2028 सालको शिक्षा ऐन पश्चात विभिन्न चरणमा निजी विद्यालयहरू खोल्ने जुन अधिकार दियो त्यो नेपाल सरकारले दिए अनुकूल खोलेको छ। र त्यसको नियमनका प्रक्रियाहरू, त्यसको व्यवस्थापनका प्रक्रियाहरू, त्यसमा सबै विद्यार्थीहरूको स्वरूपका प्रक्रियाहरूको बारेमा नियमन हुनकै लागि पनि अहिले हामी ऐन खोजिरहेका छौँ। तर यसको मतलब यो होइन कि संस्थागत विद्यालयहरू चाहिँ सामुदायिक विद्यालयका प्रतिस्पर्धी भन्ने होइन। हामी आफ्नै स्वरूपबाट सामुदायिक विद्यालय नेपाल सरकारले दिनुपर्ने जति पनि दिनुपर्ने त्यसका लागि आवश्यक पूर्वाधारहरू कति पुगेका छन्, त्यहाँका अत्यन्त निम्न वर्गका विद्यार्थीहरूका लागि आवश्यक पर्ने सुविधा कति छ, त्यो एउटा कुरा भयो। त्यहाँ पढ्ने कसले कता पढ्ने के पढ्ने भन्ने सवाल यो हाम्रो राइटको कुरा हो, एउटा अधिकारका कुराहरू हुन्। तथापि पनि सामुदायिक विद्यालयको पनि आमूल परिवर्तन गर्न बाँकी छ। त्यसै गरी संस्थागत विद्यालयहरूको पनि एउटा व्यवस्थापन, त्यसको नियमन हुने कुराको नयाँ ऐन, नयाँ प्रक्रिया, नयाँ विधि आउन बाँकी छ। र खोल्ने चलेको भएको अवस्थामा उहाँहरूले पनि नेपाल सरकारले दिएको अधिकार अथवा खोल्न पाउने अधिकार अन्तर्गत खोल्नुभएको हो। र यसमा चाहिँ दुविधा द्वैध रूपमा भन्ने भन्दा पनि हाम्रो देशमा सामुदायिक र संस्थागत दुईटै प्रकृतिका विद्यालयहरू रहेका छन्। र बिचमा संस्थागत र सामुदायिकको अवस्था, तालमेल, स्वरूप चाहिँ के कसो भयो भन्ने कुरामा पछि फेरि हामी अरू कुनै बेला बहस गरौँला, छलफल गरौँला। तथापि पनि तपाईको अघिको प्रश्न एउटा विद्यार्थीहरू आउनु भएन, विद्यार्थीहरू समर्थनमा हुनुहुन्छ, विद्यार्थीहरू चाहिँ हाम्रो विषयको आन्दोलनमा उहाँहरूको समर्थन छ। सँगसँगै भन्ने कुरा चाहिँ आफ्ना विषयहरू, आफ्ना क्षेत्र, आफ्ना अधिकारका कुराहरू आफूले लड्ने हो। समर्थन सबैभन्दा ठुलो कुरा हो, विद्यार्थीको समर्थन हामीले प्राप्त छ। ठिक छ सर। जस्तो सर अहिले सर त 28 दिनदेखि हुनुहुन्छ, के छ सर विद्यार्थीहरू प्रभावित छन् शिक्षाबाट होइन, आम पठन पाठनबाट? के छ सरहरूले वैकल्पिक उपायहरू पनि लिनु भएको छ कि यो बिचमा तपाईँहरू आन्दोलनमा गइरहँदाखेरि विद्यार्थीहरू त अहिले निष्क्रिय छन्, यो अवस्थामा सरहरूले कसरी भर्चुअल माध्यमबाट केहीबाट गर्ने योजना बनाइराख्नु भएको छ? अझ लम्बिने स्थिति के छ सर आन्दोलनको? हामीले चैत 20 गतेबाट सडक आन्दोलन गऱ्यौँ र चैत 24-25 गतेबाट चाहिँ आम हडताल नै गऱ्यौँ। राष्ट्रिय समितिले आम हडताल नै गर्यो। चैत 25 देखि विद्यालयका कुनै कामकाजहरू पनि सञ्चालनमा छैनन्, अहिलेसम्म छैन। किनभने हामीले शैक्षिक हडताल गरिसकेपछि सरकारले हाम्रा माग मुद्दाहरूको विषयमा संवेदनशील हुनु पर्थ्यो। यहाँ 5 लाख भन्दा बढी विद्यार्थीहरू प्रभावित छन्। यहाँ 5 लाख विद्यार्थीहरूका अतिरिक्त उहाँहरूको 10 लाख भन्दा बढी अभिभावक, सिङ्गो 1 करोड भन्दा बढी जनसमुदाय चाहिँ यससँग चाहिँ प्रभावित छ, सरोकारमा छ भन्ने कुरा सरकारले सुन्नु पर्थ्यो। र 25 गतेदेखिको आम हडतालबाट हाम्रा कुनै पनि विद्यालयीय क्रियाकलापहरू हुन सकेका छैनन् र अहिलेसम्म बन्दैछन्। तथापि पनि अबको परिस्थिति चाहिँ हामीले पनि हाम्रो तहबाट नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिलाई अबका आन्दोलनका मोडालिटीहरू परिवर्तन गर्ने र अब विद्यार्थीहरूको वैकल्पिक प्रक्रियाबाट भर्ना, पाठ्यपुस्तक वितरण लगायतका कार्यहरू चाहिँ अब सुचारू गर्नुपर्छ भन्ने कुरामा हामी पनि उहाँहरूलाई यथेष्ट रूपमा सुझावहरू दिइरहेका छौँ। उहाँहरूलाई आवश्यक सुझावहरू पनि दिइरहेका छौँ। र अहिले 25 देखि आज 16 गतेसम्म
विद्यालयीय क्रियाकलापहरू हुन सकेका छैनन्। र विशेषतः म भएको पालिकालाई त अझ हाम्रो आन्दोलनप्रति पालिकाले ठुलो सहयोग पनि पुर्याएको छ, त्यसलाई धन्यवाद पनि गर्छु। र केही पालिकाहरूमा चाहिँ शिक्षकहरूलाई प्रेसर दिने, कहीँ पालिकाहरूमा चाहिँ अथवा पालिकाका केही व्यक्तिहरूले चाहिँ शिक्षकहरूलाई चाहिँ प्रेसर दिने परिस्थितिहरू भएका छन् है। हामीले त्यसको लेखाजोखा गरेका छौँ, हामीले त्यसलाई चाहिँ के कसो भएको हो बुझेका छौँ र विद्यार्थीहरू प्रभावित छन्, यो कुरामा हामी चिन्तित छौँ। बालबालिकाहरू प्रभावित छन्, हामी चिन्तित छौँ। भर्ना सुरु भएको छैन, हामी चिन्तित छौँ। सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थी हामीसँग नै रहनुहुन्छ र सामुदायिक विद्यालयका विद्यार्थीहरू अन्यत्र जानुहुन्न र उहाँहरू आउनुहुन्छ र बालबालिकाहरूको सिकाइका लागि हामी यो भनौँ अहिले मौजुदा ऐन, अब आउने नयाँ ऐनले पनि व्यवस्था गर्छ नै होला, सो अनुसार हामी गाइडेड हौँला, निर्धारित हौँला। हाम्रा चाहिँ जति पनि यो बर्खे बिदा, हिउँदे बिदाहरू रहेका हुन्छौँ, हामी यसलाई उपभोग गर्दैनौँ। हामी यसलाई उपभोग नगरिकन अहिले भएको क्षतिको समय अवधिलाई हामी निर्धारण गरेर त्यो शैक्षिक सत्रभित्र समावेश गरेर हाम्रै अधिकार भनौँ, हामीले पाउने पर्ने अधिकारहरूलाई पनि कटौती गरेर हामी विद्यार्थीहरूसँग पुग्छौँ, विद्यार्थीहरूको सिकाइ उपलब्धि पुरा गर्छौँ। हामी बिहान बेलुका शनिबार सार्वजनिक बिदा विद्यार्थीको अनुकूलता हुने गरी हामी सिकाइ उपलब्धि पुरा गर्छौँ र अहिले चाहिँ विद्यालयमा कहीँ पनि केही सञ्चालन हुन आएका छैनन्। कहीँ कतै पनि हाम्रो विशेष गरेर झापा जिल्लामा र अन्य विद्यालयहरूमा पनि हुन आएका छैनन् र तथापि पनि यो चाँडै अब चाहिँ आन्दोलनको मोडालिटी परिवर्तन हुनुपर्छ भन्नेमा लागेको छ। सायद तपाईँ र म आज गफ गरिरहेका छौँ, भोलिसम्ममा हाम्रो राष्ट्रिय समितिले नेपाल सरकारसँग फेरि सम्झौता त गर्ला, तर विद्यालयमा भर्ना र पाठ्यपुस्तक वितरण र भनौँ विद्यालयीय पठन पाठनलाई यथावत राखेर र आन्दोलनलाई पनि यथावत राखेर ऐन जारी नहुन्जेलसम्म हाम्रो आन्दोलन जारी रहन्छ। तर मोडालिटी परिवर्तन गर्न हामीले पनि सुझाव दिएका छौँ, राष्ट्रिय समितिले चाँडै निर्णय गर्ला, त्यसको अपेक्षामा छु। जस्तो नि सर, हाम्रो नेपालमा हिउँदे छुट्टी, बर्खे छुट्टी भनौँ, विभिन्न चाडपर्वहरू, कहिले लोसार, कहिले दसैँ, कहिले तिहार, शनिबार, अनि यावत सहितका सप्ताहहरू, दिवसहरू, महिनामा चाहिँ तपाईँको 15 दिन भनौँ, कुनै महिना त्यति दिन पनि छुट्टी पर्छन् होइन। र विद्यार्थी त्यसै पनि प्रभावित छन् देशमा यी कुराहरूले। भनौँ म आफै पनि सरकारीसँग पढेको, त्यो अनुभव हामीलाई थाहा छ। यी कुराहरूले, हरेक कुराहरूले प्रभावित सरकारी स्कुलका विद्यार्थीहरू पर्छन्। अब पछिल्लो समय तपाईँले जुन आन्दोलन गर्नुभयो, यसको मोडालिटी सरहरूले चेन्ज नगरेसम्म अझ बढी प्रभावित हुने स्थिति छ। तपाईँले खासमा सरकारी विद्यालय यो हिसाबले जाँदै गर्ने भने त देशमा तपाईँहरूले उठाएका मागहरूले होइन, अनेस्टी सोद्धाखेरि सरलाई, यी मागहरूले के अहिलेको हाम्रो सरकारमा जति पनि नेपालमा जति बजेट छ ती बजेटले धान्न सक्छ र यी विषयहरूलाई तपाईँले जुन उठाइरहनु भएको छ, शिक्षक महासङ्घले लामो समय भयो सर होइन, नेपाल जस्तो सानो बजेट भएको देशमा यी कुराहरूले के धान्न सक्छ र सर? र विद्यार्थीहरूको भविष्य अझ अन्धकारमय हुँदैन र सर? र विद्यार्थीहरू यति पलायन भइरहेछन् सर होइन, सरले कसरी बुझिरहनु भएको छ यसलाई? यसको निकास के हो सर होइन, यो भन्नुहोस् त सर। अब नेपाल सरकारको बजेट, अब अहिलेको शिक्षकहरूका माग मुद्दा पुरा गर्दा नेपाल सरकारले धान्नुपर्छ, धान्छ। जति पनि राष्ट्र सेवक रूपमा रहने शिक्षक कर्मचारीहरूको तलब भत्ता धान्ने गरीको व्यवस्थापनतर्फ नेपाल सरकार लाग्नुपर्छ। विभिन्न आय स्रोतहरूको वृद्धिदेखि लिएर त्यो भनौँ नेपाल सरकारले निर्धारण गर्ने विषयहरू र अहिले हामी शिक्षकहरूले राखेका माग मुद्दामा त नेपाल सरकारसँग ठुलो बजेटको आवश्यकतै छैन। राज शिक्षक साथीहरूको तलब भत्ता नेपाल सरकारले भुक्तान गरेकै छ। स्थायित्वका कुराहरू राखेका हौँ
बाल शिक्षक कर्मचारीहरूको केही तलब वृद्धि गर्नका लागि कुराहरू राखेका हौँ र नेपाल सरकारलाई म अर्थशास्त्रको ज्ञाता त होइन अथवा म यो कुराको जानकार त होइन, तर नेपाल सरकारले अन्य स्रोतहरूको व्यवस्थापन गरेर नेपालमा यो राज्यमा योगदान दिने भनौँ शिक्षक कर्मचारी भनौँ श्रमजीवीहरूको व्यवस्थापनमा लाग्नुपर्छ र धान्नुपर्छ। धान्ने व्यवस्थापनतर्फ स्रोतहरूको खोजी गर्नुपर्छ। यो सरकारको काम हो, सरकारी जिम्मेवारी पनि हो, दायित्व पनि हो। त्यसैले हामी शिक्षक कर्मचारीका माग मुद्दाले नै नेपाल सरकारको आर्थिक अवस्था कमजोर भन्ने चाहिँ अर्थ्याउन पनि मिल्दैन र यसलाई सार्वजनिक रूपमा चाहिँ यति लाग्छ उति लाग्छ भन्न मिल्दैन। हामीले पनि केही न केही निर्धारण गरेका छौँ। नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले केही न केही त्यसको लाग्ने लागतको अनुमान गरेको छ र अहिले जुन पनि सार्वजनिक रूपमा भनिन्छन् यति लाग्छ उति लाग्छ भन्ने त्यो तालमेल छैन। हाम्रा माग मुद्दाहरूको विषयलाई चाहिँ विषयान्तर गर्न कमजोर बनाउन भनिएकामा हुन् र त्यो कति लाग्छ र कति कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा नेपाल सरकारको जिम्मेवारी हो र यो हाम्रो माग मुद्दाले विद्यार्थीहरू अवस्थामा भनौँ विद्यार्थीहरूमाथि कुनै पनि प्रभाव पर्दैन। जब कुनै पनि व्यक्तिलाई भोको पेट राखेर र जति पनि दिनुपर्ने उसको तलब भत्ता नदिएर गरेको लगाइएको काम चाहिँ मनासिब हुँदैन, त्यो श्रम ऐन अन्तर्गत पनि हुँदैन। तर त्यहाँबाट उत्साहित भएको जनशक्ति, त्यहाँबाट भनौँ एकदम उमङ्गित भएको जनशक्तिले उत्पादन गरेको भनौँ शैक्षिक प्रणालीबाट उत्पादन गरेको विद्यार्थी भोलि यो विदेश पलायन हुने प्रक्रिया पनि कम हुँदै जाला नि त। हाम्रो त अहिलेको परिस्थितिमा हेर्नु न, 28 दिन भनौँ शिक्षकले सडकमा बस्नुपर्छ। अबको सन्ततिले के भन्छ, अबका हाम्रा अहिलेको सन्ततिले के भन्ला, यो त परिस्थिति त कस्तो आइदियो। त्यसैले हजुरले भने जस्तै यो चाहिँ सरकारले धान्ने कुरा उसको दायित्वको कुरा हो, व्यवस्थापन गर्नुपर्छ र यसबाट प्रभाव विद्यार्थीहरूलाई पर्दैन। ठिक छ सर। आम अभिभावकहरूले होइन भन्ने एउटा स्वर, एउटा आवाज छ सर होइन। सरकारी विद्यालयका शिक्षकहरूका छोराछोरी चाहिँ बोर्डिङ स्कुलमा पढाएर अनि शिक्षकहरू चाहिँ आन्दोलनमा गए भन्ने आरोप लाग्छ क्या तपाईँहरूलाई सर होइन। हेडमास्टरहरूका छोराछोरीहरू होइन, शिक्षकहरूका छोराछोरीहरू होइन, तपाईँहरू चाहिँ उहाँहरूलाई चाहिँ आफ्नो छोराछोरी बोर्डिङमा पढाउने अनि आफू चाहिँ आन्दोलनमा जाने, बारम्बार आन्दोलन गर्ने होइन, आफ्ना विद्यार्थीहरू चाहिँ नपढाउने, गरिबका छोराछोरी नपढाउने भन्ने तपाईँहरूलाई आरोप लाग्छ। यसको खण्डन गर्नुहोस् सर, यो के साँचो हो यो कुरा? अघिल्लो चरणमा अथवा भनौँ आजभन्दा 5-10 वर्ष अगाडिको परिस्थितिलाई छोडेर अहिले पछिल्लो चरणमा हामी शिक्षकका बालबालिकाहरू अथवा छोराछोरीहरू, सन्तानहरू नैतिक रूपमा हाम्रो सामुदायिक विद्यालयमा पढ्छन्। आफ्नै विद्यालयमा त भूगोल अनुसारको हुँदो हो, शिक्षक कहाँ बस्नुहुन्छ, विद्यालयको कार्यक्षेत्र कहाँ छ, त्यसले फरक पार्दो हो। कालीकोटको शिक्षकले यहाँ ल्याएर बच्चा पढाउनु पर्ने त होइन होला। तथापि अहिले पछिल्लो चरणमा हाम्रा धेरै शिक्षक साथीहरूका नानी बाबुहरू चाहिँ सामुदायिक विद्यालयमा छन्। यसको तथ्याङ्क, यसको डाटा, यसको चाहिँ स्थलगत रूपमा तपाईँहरूले पनि गएर सर्वेक्षण गर्नुभयो भने प्रष्ट हुन्छ। हामी यही विषय पनि हाम्रो मुख्य विषय हो। हामी त के भन्छौँ भने शिक्षक कर्मचारीका छोराछोरी चाहिँ सामुदायिकमा छैनन् भनेर हामीमाथि चाहिँ आरोप लागिरहेछ। तर यहाँको राष्ट्रसेवकका छोराछोरी, यहाँका जनप्रतिनिधिका छोराछोरी, यहाँका चाहिँ भनौँ सरकारी सेवा सुविधा उपभोग गर्नेका छोराछोरी कता हुनुहुन्छ? उहाँहरूलाई सामुदायिक विद्यालयमा ल्याउने हो भने
आमूल भनौँ परिवर्तन हुन्छ। म त अहिलेको ऐनले नै भनौँ सरकारी सेवा सुविधा उपभोग गर्ने व्यक्तिहरूका अथवा कर्मचारीका शिक्षकका सन्तति जनप्रतिनिधिका सन्ततिहरू सामुदायिक विद्यालयमा ल्याउनुपर्छ भन्ने ऐन अहिले नै आउनुपर्छ भन्ने मान्यतामा छु। र अहिले भनौँ भौगोलिक रूपमा कार्यक्षेत्र टाढा भएको अवस्थामा अथवा चाहिँ नजिकमा निकटमा नभएको अवस्थामा आफ्नै विद्यालयमा नहुन सक्छ, तर कहीँ न कतै सामुदायिक विद्यालयमा नि हुनुहुन्छ। तपाईँले सर्वेक्षण गर्नुभयो, स्थलगत रूपमा जानुभयो भने त्यो प्रष्ट हुन्छ। र सबैलाई ल्याउनुहोस् सामुदायिक विद्यालयमा नि, हामी त भन्छौँ जनप्रतिनिधिहरूले पनि ल्याउनुहोस्, समाजका अगुवा व्यक्तित्वहरूले पनि ल्याउनुहोस्, अथवा भनौँ अझ समाजमा प्रभाव राख्छु भन्ने अथवा प्रभाव राख्ने सम्मानित व्यक्तिहरूले पनि ल्याउनुहोस्। हाम्रा स्थानीय तहदेखि लिएर राष्ट्रिय केन्द्रीय स्वरूपमा रहने जनप्रतिनिधिहरूदेखि लिएर तल यो सार्वजनिक रूपमा नेपाल सरकारको तलब भत्ता खाने सबैले सामुदायिक विद्यालयमा आफ्ना नानी बाबुहरू भर्ना गरिदिए सायदै यो आरोपबाट हामी मुक्ति पाउँथ्यौँ र हामीलाई मात्रै नलगाइयोस्, यो आरोप चाहिँ त्यो स्वरूपबाट पनि हेरिनुपर्छ भन्ने राख्छु। र हाम्रो शैक्षिक भनौँ यो सामुदायिक विद्यालय पनि केही सुधारमा आउँछ त्यो भयो भने। ठिक छ सर। जस्तो सर अहिले हामीले हेऱ्यौँ भने अब यो लगभग वैशाख जेठ यो भर्नाको समय हो होइन, यतापट्टि निजी विद्यालयहरूले भर्ना दमादम सुरु गरिसके, पठन पाठन पनि सुरु भइसक्यो भन्नुहोस्। यो हुँदै गर्दाखेरि तपाईँ के भन्न चाहनुहुन्छ आम अभिभावकहरूलाई जसका छोराछोरी चाहिँ अहिले सरकारी विद्यालयमा पढ्छन् होइन, र अहिले चाहिँ अलिकति शिक्षक आन्दोलनले गर्दाखेरि उहाँहरूको पढाइ रोकिएको छ, के भन्न चाहनुहुन्छ? कसरी यो आन्दोलनलाई कसरी कुन रूपले हेर्नुहोस् भन्न चाहनुहुन्छ आम नागरिकलाई? आदरणीय अभिभावकजीहरूले धैर्यताका साथ हाम्रो आन्दोलनलाई समर्थन गरेर शिक्षकहरूको आन्दोलनले अबको शैक्षिक प्रणाली परिवर्तन हुँदैछ भन्ने कुरा बुझ्नुभएको छ र अहिलेसम्म धैर्यताका साथ रहनुभएको छ। उहाँहरूलाई हार्दिक आभार धन्यवाद प्रकट पनि गर्दछु। हाम्रा बालबच्चा हाम्रा नानी बाबुहरूको उहाँहरूको पढाउने जिम्मा हाम्रो हो। अब हामी नेपाल सरकारले भरसक हामीलाई त चाँडै विद्यालय पठाऊ भनेको छ, तथापि पनि हामी अन्य यो आन्दोलनको जुन मोडालिटीलाई तरिकालाई परिवर्तन गरेर अब हामी भर्ना अभियानदेखिका पाठ्यपुस्तक वितरणदेखि सघनमा चाहिँ हाम्रा विद्यालयका क्रियाकलापहरूमा सक्रिय हुन्छौँ र यो जति पनि छुटेको छ, यो चाहिँ क्षति भएको छ, त्यो क्षति भएको विषयमा हामी सजग भएर लाग्नेछौँ। अभिभावकहरूसँग नि जानकारी गराउँदै उहाँ त्यो छुटेको चाहिँ हामी सार्वजनिक बिदा, त्यस्तै यो बर्खे बिदा, हिउँदे बिदा लगायतका ती बिदाहरूलाई राखेर त्यसलाई क्षति पुरा गर्छौँ। यसमा निर्ढुक्क हुनुहोला र हामी जति पनि सामुदायिक विद्यालयका अभिभावकहरूले सामुदायिक विद्यालय र सामुदायिक विद्यालयमा अध्यापन गर्नुपर्ने सम्पूर्ण शिक्षक कर्मचारीलाई विश्वास गर्नुभएको छ, उहाँहरूले विश्वास गर्नु नै हुन्छ। निजी विद्यालयतिर उहाँहरूको आन्दोलन अथवा त्यो कुनै स्वरूप छैन। उहाँहरू जो निजीमा पढ्न जानुहुन्थ्यो उहाँ जानुभएको छ। हाम्रा बालबालिकाहरू निजीले लग्यो, निजीतिर गए, यो अफवाह हो। हाम्रो सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी कहीँ पनि जानुहुन्न। उहाँहरू निर्ढुक्क भएर सर के हुँदैछ, कहिले फर्कनुहुन्छ, किन ढिला भइरहेछ, सरकारले किन यत्रो ढिला गरेको होला है भनेर साना साना बालबालिकाहरूले चाहिँ मलाई पनि सम्पर्क गर्नुहुन्छ, सोध्नुहुन्छ। म उहाँहरूलाई चाहिँ नजवाफ अब चाँडै हुन्छ भनेर फर्काइरहेको छु र बालबालिकाहरू कतै पनि जानुभएको छैन। तपाईँको मिडिया मार्फत म समग्र व्यक्तिहरूलाई चाहिँ यो अफवाह फैलाएर बालबालिकाहरू निजीतिर दौडिसके भन्ने अफवाह नफैलाइदिन पनि अनुरोध गर्छु। हाम्रो सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरू हामीसँगै रहनुहुन्छ र अझ भनौँ अझ यो 2-4 दिन पछाडि यो भर्ना अभियान सुरु भए पश्चात
तपाईँ लगायत मिडियाले पनि विचार गर्योस्। सामुदायिक विद्यालयमा भर्ना खुलिसकेपछि विद्यार्थीहरूको आवागमन बढ्छ। निजी विद्यालयमा अध्यापन गराउनु हुने अथवा निजी विद्यालयमा पढाउनु हुने जति पनि अभिभावकहरू पनि हाम्रो सामुदायिक विद्यालयतर्फ आउनुहुन्छ, यसमा विश्वस्त छ। र अभिभावकज्यूहरूलाई म अनुरोध गर्न चाहन्छु, हाम्रो आन्दोलन टुङ्गिएको छैन, टुङ्गिन्छ र सायदै अहिले धेरै नजिकै छौँ हामी र धैर्यताका साथ रहिदिन अनुरोध गर्दछौँ। र जब हामी कार्यथलोमा फर्कन्छौँ तब हामी एकदम कुनै पनि विधा लगायतका कुनै पनि सुविधाहरू त्यो अवस्थाहरूलाई पनि कभर गर्ने गरी तयार हुन्छौँ भन्ने कुरा गर्न चाहन्छु। सरहरूको यो आन्दोलनले विद्यार्थीहरूको भविष्य कति वर्ष अगाडि लाला सर, या त भनौँ विद्यार्थीहरूको भविष्य कति पछाडि धकेला? सरले उठाउनु भएको माग जे छ यसले शिक्षकको लागि मात्रै हो कि विद्यार्थीको लागि मात्रै हो, या त भनौँ देशकै लागि यसले फाइदा गर्छ? के छ सर यसले, यसको मूलभूत रूपमा सरले थोरै खुलाइदिनु सर यो विषयमा। यो आन्दोलनले विद्यार्थीहरूको भविष्यलाई कति पनि धकल्दैन, कति पनि असर गर्दैन। किनभने यो आन्दोलन हामीले यस्तो समयमा निर्धारण गरेका छौँ कि यो शैक्षिक सत्रको आरम्भ हो। शैक्षिक सत्रको अन्त्य पछाडि आरम्भको समय अवधिमा छ। त्यसकारण यो चाहिँ विद्यार्थीहरूको शैक्षिक क्षति भएको छैन र त्यसलाई कभर गर्छु मैले अघि नै भनिसकेँ। र विद्यार्थीलाई यसले दूरगामी असर गर्दैन। त्यसका लागि हामी जुनसुकै बेला तयारी भएर बसेका छौँ भनेर पनि भनिसकेँ। अहिले हाम्रो यहाँ भनौँ 12-14 दिन क्षति भएको कुरा हामी त्यो 12-14 दिन कभर गरिसकेपछि यसलाई हामी असर पुर्याउन त दिँदैनौँ र हाम्रो यो दायित्व पनि हो। यो हाम्रो दायित्वको स्वरूपमा पनि रहेको छ। अब विद्यार्थी अहिले अब देशलाई अथवा विद्यार्थीहरूलाई के फाइदा हुन्छ भन्ने कुरा चाहिँ नयाँ शैक्षिक स्वरूपहरू आउँछन्, नयाँ अवस्थाहरू आउँछन्, शिक्षाका नियमनका प्रक्रियाहरू पनि अहिलेको समय अनुकूल आउँछ। 2028 सालमा बनेको ऐन र विभिन्न समयमा संशोधन भएको ऐन अनुकूल ऐन थियो, अहिलेको अवस्था अनुकूल हुन्छ। यस अनुसारका भनौँ जनशक्ति उत्पादन गर्ने खालको शिक्षाका रणनीतिहरू, शिक्षाका नीतिहरू आउँछन्। ती शैक्षिक नीतिहरूले चाहिँ हामीलाई गाइड गर्छ, निर्धारण गर्छ भने राज्यलाई त फाइदा छ। राज्यलाई अबको भावी सन्ततिका लागि त यो त धेरै राम्रो पनि छ, उपयुक्त पनि छ नि त। 54 वर्षसम्म एउटै ऐनले शासित गर्नु भन्नेको कुरा अथवा नियमन गर्नु भन्नेको कुरा राम्रो होइन। अबको अहिलेको लोकतान्त्रिक गणतन्त्रको भनौँ यो लोकतन्त्र अनुकूलको ऐन आउँदैछ। त्यसकारण मलाई लाग्छ यो शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक भनौँ अभिभावक लगायत आम व्यक्तिहरूलाई यो ऐनले चाहिँ राम्रो गर्छ अथवा राम्रो हुन्छ। नेपाली स्कुलमा पढेको विद्यार्थीहरू पलायनका कुराहरू नेपालमा दक्ष हुँदाहुँदै पनि ती विद्यार्थीहरू चाहिँ ओझेलमा परेका कुराहरू, यी यावत कुराहरूले चाहिँ विद्यार्थीहरूमा फ्रस्ट्रेट हुने भइरहेछ सर। पछिल्लो समय यी विषयहरूलाई सरहरूले कसरी बुझ्नु भएको छ? भन्नुभयो म के कुरामा सहमत छुइनँ भने सामुदायिक विद्यालयका विद्यार्थीहरू अधिकतम रूपमा चाहिँ विदेश पलायन हुने भन्ने कुरा यो तथ्याङ्कीय आधारबाट गलत छ। किनभने जति पनि सामुदायिक विद्यालयमा अध्यापन अथवा अध्ययन गर्नुहुने बालबालिकाहरू धेरैजसो स्वरोजगार पनि हुनुहुन्छ। यही देशमा विभिन्न सेवा क्षेत्रमा प्रवेश पनि गर्नुभएको छ। उहाँहरूबाट चाहिँ राम्रो अब्बल नतिजा विभिन्न स्वरूपमा चाहिँ अब्बल स्वरूपहरू प्रदर्शन भएका छन्। यसको मतलब यो होइन कि संस्थागत विद्यालय पढ्ने विद्यार्थीहरू चाहिँ हुनुहुन्न भन्ने चाहिँ अवस्था होइन। तर तपाईँले भन्नु पाठ्यक्रम चाहिँ सामुदायिक विद्यालय र निजी विद्यालयको फरक त्यो होइन। नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम एउटा निर्धारण गरिएका हुन्छन्। ती पाठ्यपुस्तक मात्रै हुन्। पाठ्यपुस्तक र पब्लिकेसन मात्रै फरक हो र ती पनि नेपाल सरकारले निर्धारण गरिएका लगाउनुपर्छ।
र नेपाल सरकारबाट निर्धारण भएका सम्बन्धित तह र कक्षाका लागि तोकिएका स्वरूप मात्रै लगाउनुपर्छ। अन्यथा अन्य स्वरूपबाट नयाँ भनौँ चाहिँ फरक पाठ्यपुस्तकहरू भिन्न पाठ्यपुस्तकहरू लगाउन पाइँदैन र त्यो नियम विपरीत हुन्छ। त्यो नियम विपरीत रहेको कुरालाई कसैले स्वीकार पनि हुँदैन। तर सामुदायिक विद्यालयमा चाहिँ ती निर्धारित गरिएका मात्रै हुन्छन्। अब अन्य संस्थागत विद्यालयहरूले अरू थप केही गराएको कहीँ कतै पाइएको चाहिँ छ, तर त्यो गराउन चाहिँ मिल्दैन। अहिलेको जनशक्ति सामुदायिक विद्यालयको जनशक्ति नै सबल अब्बल छ र अब्बल सबै कुरामा राम्रो भन्दा पनि अग्रस्थानमा छ। त्यसकारण यो विदेश पलायनको कुरा त यसको विभिन्न अवस्थाहरू छन्, विभिन्न स्वरूपहरू छन्। ती स्वरूपहरूलाई न्यूनीकरण गर्दै गयो भने कम हुँदै जान्छ। त्यसैले सामुदायिक विद्यालय अब्बल छन्, अब्बल बन्ने क्रममा छन्, बनाउनुपर्छ। त्यसैका लागि अहिलेको शिक्षा ऐन आवश्यक छ। त्यसैको लडाइँमा हामी छौँ। ठिक छ सर। सरलाई अब यतिखेर अहिले 2/3 सरकार छ होइन, अहिले हामी पार्लियामेन्ट्री सिस्टममा छौँ। अहिलेको व्यवस्था, संसदीय व्यवस्था अहिलेको चाहिँ समाजलाई, अहिलेको चाहिँ परिस्थितिलाई धान्न नसक्ने स्थितिमा पुगेको आम सर्वसाधारणको, आम जनताको चाहिँ एउटा जिज्ञासा पनि छ, उनीहरूको एउटा निष्कर्ष पनि छ। र दिनै पछि तपाईँहरूको आन्दोलन हुँदै गर्दा पनि यता फेरि मिटर ब्याजी पीडितको आन्दोलन, सहकारी पीडितको आन्दोलन हुँदैछ होइन, यता फेरि यातायात सङ्घको आन्दोलन हुँदैछ होइन, विभिन्न पार्टीहरूले फेरि आन्दोलन सुरु गर्न थालेछन्। यो व्यवस्था, पार्लियामेन्ट्री व्यवस्था नै खराब हो, लोकतन्त्र नै खराब हो, योभन्दा राम्रो व्यवस्थामा जान सकिन्छ कि? पछिल्लो समय हामीले हेऱ्यौँ राजतन्त्रको बस फेरि एक तरिकाले उठ्दैछ। सरको दृष्टिकोणमा, सरहरूको चाहिँ शिक्षकहरूको पोइन्ट अफ भ्यूबाट कसरी हेर्नु भएको छ अहिलेको चाहिँ व्यवस्थालाई, राज्य व्यवस्थालाई? यसलाई थोरै सरले जोडिदिनुहोस् न। पहिलो कुरा त तपाईँले यो सवालका प्रश्न राखिदिनु हुन्न थियो भन्ने लागेको थियो। त्यसैले हामी पोलिटिकल कुराहरूको बारेमा, राजनीतिक कुराहरूको बारेमा धेरै बहस गर्दैनौँ। र दोस्रो कुरा चाहिँ अहिले चाहिँ लोकतन्त्रको विकल्पमा अन्य स्वरूप भन्ने होइन, हामी शिक्षकहरू, विद्यार्थी यो लोकतन्त्र ल्याउनका लागि महत्त्वपूर्ण भूमिका खेलेका छौँ। लोकतन्त्रको विकल्पमा अर्को तन्त्र भन्ने सवालमा हामी बहस गर्ने व्यक्ति पनि होइनौँ। किनभने हामी पेसाकर्मी हौँ, शिक्षक हौँ र म फेरि पनि अनुरोध गर्छु, यो विषय चाहिँ हामी शिक्षक कर्मचारीहरू, पेसाकर्मीहरूलाई नराखिदिँदा आवश्यक हुन्छ। र इन्ट्रेस्ट ग्रुप जसले आफ्ना माग मुद्दाहरू उठाउनु छ, उहाँहरू त अब कुन तवरबाट उठाउँदा हुन्छ? सरकारसँग चाहिँ बसेर डायलग गर्दा हुन्छ कि सरकारसँग बसेर सम्झौता गर्दा हुन्छ कि प्रदर्शन गर्दा हुन्छ कि त्यसबाट मागिएको हो। त्यसैले यो व्यवस्थाका बारेमा हामी शिक्षक कर्मचारीहरू बोल्न चाहन्नौँ। र मुख्य कुरा चाहिँ लोकतन्त्र ल्याउनका लागि एउटा मुख्य शक्तिका रूपमा हामी शिक्षक पनि हौँ। त्यो कुरा अहिलेको अवस्थामा जस्तो देखिए पनि हामी मुख्य भूमिकामा छौँ। र लोकतन्त्र एउटा उन्नत तन्त्र हो। त्यसैले मैले जानेको यति नै हो। म यसमा राजनीतिक रूपमा अथवा यो राजनीतिक विषयको बारेमा म अझै पनि अनुरोध के गर्छु भने हामी शिक्षकहरू, विशेष गरेर शिक्षक कर्मचारीमा नि शिक्षकहरूलाई चाहिँ यो खालका प्रश्नहरू नराखिदिनु होला, किनभने हामीलाई यसले अलिकति राम्रो गर्दैन र त्यो दृष्टिकोण हामीले राख्दैनौँ पनि। र अहिले हामी लोकतान्त्रिक देश नेपालको शिक्षकहरू हौँ र त्यहीँ रहेका छौँ भन्न चाहन्छु। हुन्छ सर, लगभग हामी पडकास्टको अन्तिम चरणमा छौँ। जनता रिभोल्युसन पडकास्टमा सर आउनुभयो र शिक्षकहरूका विषयमा, अहिलेको आन्दोलनको विषयमा सरले कुरा राखिदिनु भयो। सरलाई विशेष धन्यवाद। र हामी अन्तिम चरणमा छौँ। सर, हामीले यहाँ केही तस्विरहरू चाहिँ राखेर छौँ यहाँ, सरले चिने जति
उहाँहरूको विषयमा बारेमा केही भनिदिन सक्नुहुन्छ? यहाँ भएका तस्विरहरू सर्वप्रथम त अब विशेष गरेर यो पूर्वी जनता रेभोल्युसन जनता रिभोल्युसन पोडकास्टको हाम्रो आदरणीय सर खगेन्द्र सिटौला लगायत सिङ्गो टिमलाई धन्यवाद दिन चाहन्छु। मेरा कुराहरू अथवा हामी शिक्षकहरूका विषयका कुराहरू राख्ने अवसर दिनुभयो र सम्पूर्ण सुन्ने श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु। त्यसै गरी सम्पूर्ण शिक्षक कर्मचारी अभिभावक विद्यार्थी वर्गहरूलाई पनि मेरा कुराहरू ग्रहण गरिदिनु भयो, सुनिदिनु भयो, त्यसको लागि धन्यवाद दिन चाहन्छु। तपाईँले प्रश्न राख्नुभयो, महाकवि लक्ष्मीप्रसाद देवकोटा मध्यभागमा हुनुहुन्छ। त्यस पछाडि बिपी कोइराला हुनुहुन्छ, विप्लव के अरे हाम्रो अमृत गुरुङ नेपथ्य ब्यान्डको अमृत गुरुङ, विप्लव हुनुहुन्छ। त्यहाँ चाहिँ अलिकति अनिल भयो। अब यो चाहिँ विदेशी व्यक्तित्व हुनुहुन्छ। अब ऊ हो कि त्यो हो कि भने जस्तो हुन्छ। यो क्षेत्र चाहिँ नेपालकै क्षेत्र हो। नेपालकै क्षेत्र हो। यो नेपालकै क्षेत्र हो। यो एडिट गरिएको त होइन नि? यो एडिट गरिएकै हो, एआई हो। यो चाहिँ यो मुक्तिनाथ हो। यताको भूगोल भाग हेर्दा चाहिँ यो मन्दिरहरू हेर्दा चाहिँ मुक्तिनाथ पाटन क्षेत्र मुक्तिनाथ क्षेत्रको नजिक नजिक जस्तो एडिट गरिएको हो कि जस्तो लाग्यो। यो अथवा जे होस् यो चाहिँ मनाङ मुस्ताङतिरकै भूगोलको एरिया हो। त्यहाँ दुईजनामा चाहिँ अब तपाईँले मलाई सहजीकरण गरिदिनु बेला भयो। यता लेनिन, माथिको चाहिँ चेगो भारा हुन्छ। यता लेनिन हुन्छ। उहाँ चाहिँ ल मैले चिन्नै भयो, अलिअलि यसो कोल्टे परेर पनि होला। धन्यवाद। पछाडि चाहिँ हाम्रो कार्ल मार्क्स र यता यहाँ कार्ल मार्क्स र हाम्रो प्रसिद्ध गायक होइन। सरलाई अरू त सबै ठिकै छ भन्नुहोस्। सरलाई विशेष धन्यवाद सर, समय दिनुभयो, समयको लागि विशेष धन्यवाद। शिक्षक आन्दोलनले एउटा निकास पाओस् र विद्यार्थीहरूको पाठ्यक्रम, विद्यार्थीहरूको पढाइ भने जस्तो होस्, समयमै चाहिँ पढाइ सकियोस् र विद्यार्थीहरूको चाहिँ आमूल भविष्यको लागि सरहरू हुनुहुन्छ, त्यसमा हामी प्रतिबद्ध छौँ। विशेष धन्यवाद सर, थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद। यो हजुरहरूको मिडियालाई पनि धन्यवाद। विद्यार्थी, शिक्षक, अभिभावक, विद्यार्थी, सरकारवाला सम्पूर्णमा हार्दिक आभार। र हामी शिक्षकहरू हौँ र हामी जुन बोल्दैनौँ बोलेपछि पुरा गर्छौँ र त्यही कुरामा सबैले यो मिडिया मार्फत मेरा कुराहरू सुनिदिनु भयो। सम्पूर्णमा हार्दिक धन्यवाद। थ्याङ्क यू सो मच।